नमस्कार, म रिवाज प्रधानङ। आजको यस कार्यक्रममा हामी नेपाली इतिहासको पञ्चायतकाललाई अध्ययन गर्नेवाला छौँ। सुरु गरौँ। भाग 1 परिचय। नेपालको इतिहासमा पञ्चायतकाल एक यस्तो कालखण्ड हो जसमा देशको संविधानभन्दा नि ठूलो राजा रहन्थे। पञ्चायतकालमा सबै राजनीतिक दलहरू प्रतिबन्धित थिए र साथै भन्ने गरिन्छ कि यस समयमा देशमा पञ्चे र मण्डलेहरूको बिगबिगी थियो। भन्ने गरिन्छ कि पञ्चायतकालमा मानिसहरू राजा र व्यवस्था विरुद्ध बोल्न पाउँदैन थिए र बोलेको पाएमा एकदमै कठोर सजाय दिइन्थ्यो। पञ्चायत शासनको सुरुवात विक्रम सम्वत 2017 साल पुस 1 गते श्री 5 महेन्द्रले सैनिकीय कु गर्छन् र आफ्नो नेतृत्वमा एक नयाँ मन्त्रीमण्डल गठन गर्छन्। सोही दिन तत्कालीन प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालालाई पक्राउ गरी कैद गरिन्छ। त्यसको 22 दिनपछि अर्थात् विक्रम सम्वत 2017 पौष 22 गते राजा महेन्द्रले नेपालमा पञ्चायती व्यवस्थाको सुरुवातको आधिकारिक घोषणा गर्छन्। पछि बनेको यो मन्त्रीमण्डलले शान्ति सुरक्षा कायम गर्ने जस्तो हरेक सभ्य सरकारको प्राथमिक कर्तव्य पनि पूरा गर्न सकेन। प्रशासन यन्त्रको पुनर्गठन र सुधार गर्ने नाउँमा भएका मनमानी कार्यवाहीहरूबाट प्रशासन यन्त्र नै ठप्प बन्द हुने अवस्थामा पुगेको सबैलाई थाहै भएको कुरा हो। जनताको पीर मर्का र बाधा जस्ताको तस्तै रह्यो। जनताको दुखी दरिद्र हालतपट्टि यो मन्त्रीमण्डलको ध्यान सम्म पनि गएन। उल्टो अधिकारको दुरुपयोग र सरकारमा गएका व्यक्तिहरूको बीचमा आपसी वैमनस्यबाट देशमा एक किसिमको अनिश्चितता र अस्थिरताको वातावरण खडा हुन गयो। माथिल्ला तहका व्यक्तिहरू नै भ्रष्टाचारमा मुछिएको देखियो। साम्प्रदायिकता, क्षेत्रीयता तथा अन्य समाज विरोधी भावनाद्वारा प्रेरित अराष्ट्रिय तत्त्वहरूको बोलबाला बढ्न लाग्यो। यसबाट देशको शान्ति खलबलिएको मात्र होइन कि नेपाल राष्ट्रको भौमिक तथा एकता र सार्वभौमिक सत्तामा पनि आघात पुग्ने आशंका देखा पर्न लाग्यो। यसरी देश दिन प्रतिदिन ओह्रालो लागेको देखेर जनताले सरकारको दोष देखाउन खोज्दा उनीहरूको ध्यान अर्कैतिर लगाउने हेतुले ज्यादै गैर जिम्मेवारी तरिकाबाट जनभावना प्रतिकूल देशको संविधान र राजमुकुटलाई समेत दलगत राजनीतिमा मुच्ने बारम्बार प्रयास भयो। फलस्वरूप एउटा ज्यादै डरलाग्दो स्थिति उत्पन्न हुन गयो जसबाट राष्ट्रको भविष्यमा समेत सबैको निम्ति धब्बा लाग्ने सम्भावना देखियो। भइरहेको राजनीतिक दलहरू र दलगत राजनैतिक उद्देश्यले प्रेरित भएका वर्गीय संगठनहरूलाई समेत यही घोषणाद्वारा हाललाई अवैध घोषित गरी यस्ता संस्थाहरूमा प्रतिबन्ध लगाइबसेका छौँ। विक्रम सम्वत 2019 मा राजा महेन्द्रले नेपालको संविधान 2019 जारी गर्छन् र नेपालमा पञ्चायती व्यवस्थाले सशक्त र संस्थागत बनाउँछन्। नेपालको संविधान 2019 को भाग 5 धारा 20 उपधारा 1 को अनुसार शक्तिको स्रोत राजा थिए र नेपालको सार्वभौमिकता राजामा निहित थियो। विभिन्न तहको पञ्चायतकालमा राजा महेन्द्रले नेपाललाई 14 अञ्चल र 75 जिल्लामा विभाजन गरेका थिए, जसमा जनताको सबैभन्दा नजिक गाउँ अथवा नगर पञ्चायत थियो जसले स्थानीय प्रशासन र सामान्य विकासका कार्यहरू सञ्चालन गर्थ्यो। गाउँ र नगर पञ्चायतहरू मिलेर जिल्ला पञ्चायत गठन हुन्थ्यो जसले गाउँ र नगर पञ्चायतहरू बीच समन्वय गर्थ्यो र जिल्ला स्तरमा कार्य गर्थ्यो। विभिन्न जिल्लाहरू मिलेर अञ्चल बन्थे जसले अञ्चल स्तरमा प्रशासन चलाउँथ्यो र सबैभन्दा ठूलो तहमा राष्ट्रिय पञ्चायत हुन्थ्यो जसका सदस्यहरू अप्रत्यक्ष निर्वाचनद्वारा छनौट हुन्थे र नियम कानुनहरू बहस गर्थे। पञ्चायतकालमा देशको कार्यकारी भूमिका राजाले निर्वाह गर्थे। के भएको थियो त पञ्चायतकालमा? पञ्चायतकालमा विकास र आधुनिकीकरणले तीव्र गति लिएको पाइन्छ। देशभर ठुल्ठुला राजमार्गहरूको निर्माण जस्ता कार्यले गर्दा विकासमा ठूलो योगदान पुर्याएको थियो। पञ्चायतकालमा नेपालमा शिक्षाको दिगो विकास भएको थियो। यसै समयमा योजनाबद्ध विकासको सुरुवात भएको थियो र साथै यसै समयमा नेपालमा पर्यटनको पनि विकास भएको थियो। तर पञ्चायतकालमा सबै राम्रो भएको मात्र भने होइन। पञ्चायतकालमा राजनीतिक दलहरू पूर्ण रूपमा प्रतिबन्धित थिए। ठुल्ठुला नेताहरू सबै पक्राउ परेर जेलमा थिए र साथै प्रेस स्वतन्त्रता भन्ने कुरा सामान्य थिएन। पञ्चायत शासन हेर्दाखेरि मोटामोटी गणतन्त्र झै देखिन्छ। आवधिक निर्वाचन, जनप्रतिनिधिहरूको शासन जस्ता कुराहरू गणतन्त्रसँग मिल्दोजुल्दो छ। तर हात्तीको देखाउने र चबाउने दाँत भने झै पञ्चायत शासन गणतन्त्र जस्तो फिट्टिकै थिएन। पञ्चायत शासनमा राजा नै शक्तिको स्रोत थिए र राजा र अन्य शासकहरू विरुद्ध बोल्न पाइँदैन थियो।
पञ्चायतको विरोध शिक्षाको दिगो विकासका साथै नागरिक अझ मुख्यतः युवा जनतामा चेतना बढ्दै गएको थियो। यसै चेतनाका साथ जनतन्त्रको माग बढ्न थाल्यो र नेपालमा पनि पञ्चायत विरुद्ध आवाज उठ्न थाले। पञ्चायत शासनमा विकास निर्माण भए तापनि सबै प्रायतः केन्द्रित थिए र आफ्नै मान्छेलाई पदमा पुर्याउने जस्ता कार्यहरू एकदमै सामान्य थिए। गाउँ पञ्चायतको अन्त्य जनतन्त्रको बढ्दो मागलाई सम्बोधन गर्दै श्री 5 वीरेन्द्र सरकारले जनतामै जाने निर्णय लिन्छन् र विक्रम सम्वत 2036 सालमा जनमत संग्रहको घोषणा गर्छन्। त्यस जनमत संग्रहमा सुधार सहितको पञ्चायतले 55% मत पाउँछ र विजयी हुन्छ। श्री 5 को सरकारले पञ्चायती व्यवस्थामा सुधार ल्याउन खोजे तापनि खासै सफल भने हुँदैनन् र विक्रम सम्वत 2046 सालमा देशव्यापी विरोध थालनी हुन्छ, अर्थात् पहिलो जन आन्दोलन सुरु हुन्छ। अन्तिममा आएर श्री 5 वीरेन्द्र सरकारले पञ्चायती व्यवस्थाले अन्त्य गर्छन् र बहुदलीय प्रजातन्त्रको सुरुवात हुन्छ। हस् त आजलाई यति नै। अन्य सबै अर्को कार्यक्रममा म रिवाज प्रधान बिदा लिन चाहन्छु। धन्यवाद।